मेरो अनुहार देखेर तर्सिएर चाहिँ नभाग्नु है, भिडियो पुरा हेर्नु है, अनि थाहा पाउनुहुन्छ मैले के गरेको थिएँ भनेर। अनि आज चाहिँ बिहान बिहान तातो पानी खाउँ भनेको त धेरै तातो भएछ कि, अनि फर्सी पाक्दैछ है हाम्रो घरमा आज चाहिँ। मलाई चाहिँ आजकल खसीको मासुभन्दा फर्सी नै बेस्ट लाग्न थालिसक्यो कि, किनभने जे खाए त्यही बानी हुँदो रहेछ कि। आफूले एउटा ह्याबिट रहेछ कि, यो लत भनेको यस्तो रहेछ हेर्नु, जे खाए त्यही मन पर्दो रहेछ होइन। मलाई चाहिँ आजकल हरियो मात्रै मनपर्छ त। अनि यो मेरो अनुहार के, यो मेरो अनुहार दिनदिनै बढ्दै गरेको उमेर र बिग्रिँदै गरेको अनुहार देखेर दिक्क भएर अनि आज चाहिँ अलिकति सेयर गर्नु पर्यो भनेर चाहिँ मैले होम रेमेडी फेस प्याक बनाएर दलेँ। अनि त्यतिकैमा यो सुकिन्जेल यसो अलिकति कामले गरिदिउने भनेर मकै छोडाएको है। अनि मैले फेस प्याक चाहिँ कसरी बनाएको भने मेन चाहिँ कालो हलेतो, अनि घिउकुमारी, अमला, अनि के प्रयोग, सुन्तलाको बोक्रा है, सबै सुकाएर मैले चाहिँ मिक्सरमा पिसेर राखेको थिएँ। अनि त्यसमा चाहिँ दही फेटेर लगाउँछु कि म चाहिँ। मैले चाहिँ लङ टाइमबाट प्रयोग गरेर हेर्नु न, ग्लो आयो नि त एकछिनमै, कस्तो राम्रो, मलाई चाहिँ मनपर्छ है। अनि घरमा केही काम हुँदैन कि, दिनभरि के गरेर बिताउने। आज झन् म एक्लै थिएँ होइन, घरमा केही काम नभएर दिनभरि टिकटक बनाएँ, नाचेँ, यत्तिकैमै बिताएको के, कामै नभएर। अनि हजुरहरूले चाहिँ कसरी बिताउनु भयो त दिन?